नमस्ते। अहिलेको बसाइमा मुन्धुमको चर्चा परिचर्चा हामी गर्नेछौँ। मुन्धुम के हो भन्ने प्रश्नमा सदियौं वर्ष अगाडिका पूर्व पुस्ता जिजुबाजे र बाजेहरूले आफ्नो क्षेत्र अधिकारभित्र विभिन्न सिद्धान्त क्षेत्र र विधागत थुथुरी वेद सामवेदको अस्तित्व पहिचान दिँदै व्याख्या विश्लेषण उच्चारण गर्दै आएको वेद नै लिम्बू जातिहरूको मुन्धुम हो भन्दा अत्युक्ति नहोला। त्यही वेद मुन्धुमलाई विशेष आधार मानेर पछिल्लो पुस्ताले केही परिवर्तन परिमार्जित गरी संरक्षण समर्थन गर्दै आएको सर्वविदितै छ। तर दुविधाको विषय यहाँ छ कि परिवर्तन परिमार्जित गर्ने क्रममा सत्यवेद मुन्धुमको अस्तित्व नै पो मेटिने हो कि कुवेद मुन्धुमतिर धकेलेर तथ्यवेद मुन्धुमलाई दुर्घटनामा पो पार्दैछौँ कि वेद मुन्धुम भाषाविद वेद मुन्धुमी लेखक जुझारू लेखक मनप्रति सावधानी अपनाउन सल्लाह सुझाव दिन्छु। सत्य जे छ लिम्बू समुदायमा त्यही कुरालाई प्रस्तुत गरौँ। वेद मुन्धुम प्रयोगले भाषासहित मुन्धुमको विकास हुन्छ। धन्यवाद।